खेल्यो उसको, मतलब अफजल पुजारी रिप्लेसेबल छ हैन। त्यो पनि प्रणेश गौतमले उसलाई रिप्लेस गरिरहेछ है। सन्तोष पन्तको फेभरेट कमेडियन लियो। सन्तोष दाइले एकचोटि कमेन्ट गरेको तिमी मेरो फेभरेट कमेडियन हो भनेर। कति झ्याप थियो होला त्यो दिन बुढा, कति झ्याप। गोल्डेन ओक हुनसक्छ, गोल्डेन ओक हुनसक्छ बुढाले खाएको। सीतानी उपाने कता सीतानी उपाने यतै छ हौ। तिम्रो त साउन्डै सुनिसकेपछि त खासै मुडै भइहाल्छ है। त्यो त्रेता युगमा है, त्रेता युगमा रामायण भयो होइन। रामायण भयो त्यतिखेर रावणले जोगीको भेष होइन लिएर अनि सीतालाई किडन्याप गरे। मलाई कलियुगमा चाहिँ रावण नै सीताको रूपमा आएको जस्तो लाग्छ मलाई। यो मास्क निकाल्यो भने भित्र रावण नै निस्किन्छ यो मान्छेको है। अरू के भन्नु आफूलाई भन्छ नि, जल्दो बल्दो सबै ठाउँमा चाहिँ प्यानलमा चाहिँ एउटा फिमेल कमेडियन भनेर आफूलाई रिप्रेजेन्ट गरेर हुन्छ। जस्तो कि यहाँ म मधेसी कोटामा परेँ, त्यसरी नै ऊ चाहिँ एज अ हुन्छ नि फिमेल कमेडियनमा परेँ होइन। सबैलाई फिमेलमा चाहिँ डाउट छ, मलाई त्यसमा छैन। कमेडियनमा चाहिँ ठुलो डाउट छ हो कि होइन भन्ने कुरा। सुन्दर खनाल भन्दा अगाडि सुमन कार्कीको कुरा गरौँ। सुमन कार्की एकदमै ट्यालेन्टेड मान्छे हो, आइपुगेको छैन। ट्यालेन्ट नभएको मान्छेहरू चाँडै आइपुगेका छन् यहाँ। काम छ नि त उसको, बेरोजगारहरू आइसक्यो यहाँनिर, ऊ काम गर्दैछ। तर सुमन कार्की चाहिँ साँच्ची नै ट्यालेन्टेड मान्छे चाहिँ हो सुमन कार्की चाहिँ। तर मेक्सम गौडेलसँगै हुनुपर्छ उसको लागि। अनि मेक्सम गौडेलले साडी लाउनै पर्छ। मेक्सम गौडेलले साडी नलाउँदाखेरि सुमन कार्की अनफनी हुन्छ। सुमन कार्की कमेडी च्याम्पियनको फर्स्ट सिजनमा थियो तर हार्यो त्यसले। मेक्सम गौडेलले साडी मात्रै लगाइदिएको भए, उसको लागि व्रत बस्दिएको भए स्योर जित्थ्यो है। अब हाम्रो सुन्दर खनालको कुराहरू, सुन्दर खनाल तपाईँले खासै चिनिराख्नु पर्दैन। त्यो चाहिँ सुमन कार्कीको सस्तो कपी हो त्यो। अब के हो उतै त सबै उतै प्यानलको मान्छे रहेछ क्या हो। हामी त यहाँको अडियन्सको हिसाबले कुरा गऱ्यौँ क्या अरे भनिदिन्छु म त भने जस्तो। उसको सो आइरहेछ कमेडी बाज भन्ने। कमेडी बाज हेर्नु भएको छ तपाईँहरूले? कमेडी बाज हेरेको छ? हल्ला गर्नु एकचोटि खासै छैन। कमेडीको नङ्गा नाच भइरहेछ। कस्तो सो हो त्यो, जहाँ कमेडियनहरू अलिअलि बोल्छ नि। सीता पनि त्यही छ, त्यो अफजलले पनि त्यही हो खासमा चाहिँ। त्यसरी नै छानेर लगेको छ। सन्दीपलाई गेस्ट जानु भएको नि अहिलेसम्म, बस स्ट्यान्डर्ड मेन्टेन गर्ने दाइ। जिते दाइ गइसक्नुभयो। त्यो सो नै कसरी चलिरहेको थाहा छैन। त्यसको अडियन्स नै दुवै कतारमा छ। तपाईँको फिल्म त्यो लाग्दा पनि लाग्दैन, के गर्ने हो? लाग्छ ए ल ठिक छ त्यसो भए। तपाईँ जोकमा पनि फ्याक्ट छिराउनु हुन्छ नि त मेरो भन्नु। मान्छे आफ्नै सो बिगारिरहेको छ। ठिक छ। शैलेन्द्र दाई आउनु भएको छ, रेस्पेक्ट। ओ शैलेन्द्र दाई के छ दाई यार? मलाई डर लाग्छ यार बुढासँग। त्यो सिङ्गम पाराले पाक पन्जा हालिन्छ नि जस्तो लाग्छ घरिघरि। दाइलाई एकदम रेस्पेक्ट छ होइन। अब खासै के भन्नु, दाइ मलाई चाहिँ जे नेपालको चाहिँ एमिनिम जस्तो लाग्छ। एकदम भटर पुरा कविता दिनुहुन्छ। त्यस दाइको चाहिँ दाइ कविताहरू यति फुर्छ दाइले दिनमा कि दाइले चाहिँ हर्कको स्ट्याटसलाई पनि जित्नुहुन्छ त्यति धेरै कविता। तर सायद के लाग्छ भन्दाखेरि दाइले कविता लेख्दै गर्दाखेरि दाइलाई के फिल हुन्छ भन्दा चाचडी कविता चाहिँ मैले भनिहाल्नुपर्छ। सरकारमाथि लेखेको चेन्ज भइहाल्छ कि भोलिपल्टै नचल्ने हो कि महाकसम भजाइहालौँ अहिले नै। दाइलाई एकदम प्रेसर छ आफ्नो सरकार र करियरदेखि। अब सन्दीप दाईको कुरा, सन्दीप दाई मोटिभेसनल स्पिकर रे। मलाई माया लाग्छ यार तपाईँको यार। सन्दीप दाई र मेरो स्ट्रगल लगभग एकदम अपोजिट चलिरहेको छ कि। म चाहिँ होइन एकदम म चाहिँ नेपाली हो भनेर मैले आफूलाई प्रुभ गरेर परेछ एज अ मधेसी। उहाँले चाहिँ एज अ पार्टी चाहिँ आफूलाई चाहिँ मधेसी प्रुभ गर्न चाहिँ उहाँको जिन्दगी गइरहेको छ। उहाँको मिठाईलालवाला क्यारेक्टर त्यो बन्द भयो, गर्नै दिएनन् होइन। मलाई चाहिँ नेवारहरूले मेरो सो बन्द गरायो, दाईको सो मधेसीहरूले बन्द गरायो। खासमा मधेसीहरू तपाईँको लागि नेवार रहेछ दाई, बुझ्नुभयो? सन्दीप दाईको सो बन्द हुनुको कारण चाहिँ दाईले चाहिँ एकजना जो जेल गएको कलाकार बोलाउनु बोलाएकै भए मलाई बोलाएको भए हुन्थ्यो। म पनि गएकै छु, त्यो क्राइटेरिया त मेरो पनि फुलफिल छ। तर दाईलाई चाहिँ यसो बस्दाखेरि चाहिँ त्यो गरेको आफ्नो गल्ती चाहिँ
पल पल चाहिँ याद आउँछ होला कि त्यो पल मैले किन त्यस्तो डिसिजन लिएँ भनेर भइरहन्छ। सन्दीप दाईले चाहिँ विदेशमा एकदम सोहरू गर्नुहुन्छ। सन्दीप दाई गइरहनुहुन्छ। सन्दीप दाई यहाँबाट चाहिँ हेलो किटीवाला ब्याग बोकेर जानुहुन्छ, त्यहाँबाट सुटकेस भरेर ल्याउनुहुन्छ। अनि नेपालीहरू किन फर्किन सकेका छैनन् त? नेपाल किन फर्किन सकेका छैनन् त? दाई त्यहाँ गएपछि त्यहाँ नेपालीहरूको पैसा लुगा किनिदिनुहुन्छ यार। कहाँबाट फर्किने? टिकटको पैसा कहाँ छ भनेर सन्ध्याले त लुगा किनेर गयो भने घरबाट आमाले कल गर्छन् नेपालीहरूलाई त्यहाँनिर, छोरा दसैँमा आउँदाखेरि आइफोन ल्याइदिनु भनेर। त्यो त सन्दीप दाईले लगे गिफ्ट, मै त टुकटुकेले कुरा गर्दैछु। गाह्रो छ त यार, गाह्रो छ। अब हाम्रो मेन आजको हाम्रो पात्र भन्छ के भन्छ, शब्दहरूमा नजाउँ ल, ठिक छ? शब्दहरूमा गएर फेरि म पनि गएको छु। आज त फुटेज सबै चाहिँ सँगै जाने हो सबैले। मलाई त टेन्सन अफजल है, म ट्रेनिङ दिन्छु है। पहिला कस्तो थियो याद थियो नि मलाई हेर्नुलाई, त्यतिखेर कस्टडीमा हुँदै आज नेवार कम्युनिटी रिप्रेजेन्ट गरेर। ठिक छ 2 टाइम खाना पाइरहेको छ यसले, 1 टाइम कटाउनु पर्यो यसलाई। मजा आउँछ है तपाईँको सम्झी पनि। कलियुगको रावण यो पो रहेछ। जितु नेपाल, जितु दाई पहिला धेरै अग्लो हुनुहुन्थ्यो। जितु नेपाललाई धेरै अग्लो हुन्थ्यो, इन्डियाले मिचेर चाहिँ दाई सानो हुन्थ्यो। जितु दाई यति सानो हुन्छ हर्क साम्बाङले श्रमदान गर्न बोलायो भने ढुङ्गा उठाउन लाग्ने, दाइले गिटी मात्रै बोक्नु सक्दैन। दाई यति सानो हुन्छ कि दाईलाई कुनै पनि क्लबमा एन्ट्री दिँदैन कि। दाई एकदम रिसाएर त्यही भएर चाहिँ मुन्द्रे कमेडी क्लब खोले हो कि, यहीँ हान्ने हो प्रियङ्का भन्दै। दाई मुभीमा चाहिँ एकदमै दाईको चाहिँ लिड रोल छ भनेर चाहिँ भन्नुहुन्छ पोस्टरमा चाहिँ, तर उहाँको पनि सानै रोल छ खासमा चाहिँ, खासै लिड गर्न सक्नु भएको छैन दाईले पनि होइन। अनि जितु दाईले चाहिँ छक्कापञ्जा टिमसँग चाहिँ न्यु खोजेको हो है, जोरी खोजेको हो कि ल माया कसम भनेर झैझगडा दुनियाँ लफडा के भयो किन भन्दाखेरि दाईको एउटा मात्रै उद्देश्य थियो कि मान्छेहरू सबैले भने जितु त ठुलो पल्टेछ, ठुलो भयो चाहिँ जितु आजकल हामीसँग मुख लाउन थालेछ भनेर।